रातको निशम्बतामा मैले मेरो सपनाको बगैँचामा आँखै अगाडि एक अद्भुत भूमि देख्दै थिएँ, जहाँ स्वच्छ बाटो, हरियाली, मैदान, परम्परा र प्रविधिको अनुपम सङ्गम थियो। हावाको लहरसँग एक मधुर आवाज आयो, आहा मेरो नेपाल, म झस्किएर बिउजिएँ, तर सपना मेरो हृदयमा गडिएर बस्यो। धन्यवाद उद्घोषकज्यू, आदरणीय गरिमामय सभाका सभाध्यक्ष महोदय, निष्पक्ष नायक मण्डलज्यू तथा समग्र सभामा उपस्थित सम्पूर्ण महानुभावहरू, आजको यस युवा साहित्य सम्मेलनको विशेष माहौलमा हरेक क्षेत्रमा विकास र सुधारको थालनी, समृद्ध नेपाल, सुखी नेपाली शीर्षकी वक्ताको तर्फबाट स्वीकार्नुहोस् आदरपूर्वक अभिवादन। आदरणीय सभाध्यक्ष महोदय, साधु शब्द गुन्दार्थयुक्त, यही नै त हो विकास। विकास भनेको आत्मा शुद्धिको आँसु, प्रयासको पसिना र सकारात्मक परिवर्तन हुन्। अब जाउँ नेपालको सन्दर्भमा। विक्रम सम्वत 2013 मा नेपालले पहिलो विकास आयोजना लागू गरेको थियो भने हाल 15औं योजना कार्यान्वयन गरिसकेको छ। समृद्ध नेपाल हाम्रो चाहना, सुखी नेपाली हाम्रो गन्तव्य। वाह क्या गजब! समृद्ध नेपाल, सुखी नेपाली नेपालको दीर्घकालीन लक्ष्य हो, जुन 2075 सालमा नेपाल सरकारद्वारा सार्वजनिक गरिएको थियो। नेपालको संविधान 2072 परिकल्पना गरेको समतामूलक राष्ट्रको आदर्शिला हो यो। अब आउँछ प्रश्न, विकास र सुधार कहाँ र कसरी गर्ने? काल जही महत्त्व राख्ने विचारोत्तेजक प्रश्न हो यो। आदरणीय महानुभावहरू, जब एक बालक विद्यालय जान्छ, उसको मस्तिष्कमा ज्ञान र चेतनाको भण्डार हुन्छ, जसले उसलाई हरेक क्षेत्रमा सक्षम बनाउँछ। यसले पुष्टि गर्छ कि शिक्षा विकासको जरा हो। युनेस्कोको तथ्याङ्क अनुसार 2023 मा नेपालको साक्षरता दर 76.3% रहेको छ। अब हामीले 100% बनाउनु पर्छ। अझै पनि अधिकांश छानामुनि ऐया अथा औषधि भन्दैछन्। उनीहरू भन्छन् कि हरेक क्षेत्रमा शिक्षा सेवा, स्वास्थ्य सेवाको उचित पहुँच हुनु पर्दछ। आजको 21औं शताब्दीमा प्रविधिको उच्चतम विकास हुनु जरुरी छ। नेपालको अर्थतन्त्रमा कृषि प्रधान मुलुक रहेको छ। बलियो अर्थतन्त्रको लागि कृषि क्षेत्रमा आधुनिकता भित्राउनु पर्छ। सुन त यसै सुन्छ, सुगन्ध आए पो विशिष्ट हुन्छ। अवश्य हो नि। नेपालको प्राकृतिक सौन्दर्यतालाई वर्णन गर्ने शब्द साहित्य शब्दकोशमै उत्पत्ति भएको छैन होला। आओ उद्घाटन गरौँ प्याराग्लाइडिङ, राफ्टिङ जस्ता साहसिक खेल अनि छरौँ सुगन्ध अनि भित्रौ पर्यटन। अदुवालाई नुनको भाउमा बेचेर रसलाई सुनको भाउमा किन्ने होइन हजुर, राष्ट्रमै उद्योग सञ्चालन गर्नुपर्छ। 83,000 मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने क्षमता भएको मेरो राष्ट्र नेपाल अझै अन्धकारमा छ। ए उठाऊ, एसिया नै झिल्ली मिली पार्दिऊ। हामीले नसक्ने हो र? तिमी भन्छौ म सक्दिन, म भन्छु हामी गरौँ न। ए गरौँ। इमानुएल कान्टले सौरमण्डलबारे मोहमण्डलको परिकल्पना गरे। हामी पुष्टि गरिदेऊ कि यो उपलब्धता होइन। बान की मूलले भनेका छन्, सस्टेनेबल डेभलपमेन्ट इज द पाथवे टु द फ्युचर वी वान्ट फर अल। त्यो भव्य महल बनाएर देखाउनु विकास होइन। विकास त हरेक व्यक्तिले अनुभव गर्न सक्ने हुनुपर्छ। आज बनायो भोलि तहस नहस, के त्यसलाई विकास भनौँ? म विकासको परिभाषा दिऊ। ए गोर्खाली हो गरेसी दमदार गर्नुपर्छ, यानि कि भावी पुस्ताले हेरेर मुस्कुराउँदै भनुन्, ऊ त्यो त मेरो बाजे बराजुले बनाएको रे, यसमा पुग्छ त मिठास। आदरणीय सभाध्यक्ष महोदय, बिहान चिया खाँदै थिए, हजुरबाले आएर भन्नुभयो नेपाल कहाँबाट कहाँ पुग्यो है, हाम्रो जमानामा यस्तो भएको भए। फेरि एकछिनपछि भाइ आएर विरक्तिले भन्यो, नेपालले केही गरेन, चीनले यस्तो गरिसक्यो। आफू त मध्यस्थकर्ता। नेपालले विकास नगरेको होइन, गरेको छ, तर तुलनात्मक हुन सकेको छैन। अब बनाउनु पर्यो नि त। समाज परिवर्तन आजैबाट आफैबाट सुरुवात गर्नुपर्छ। बी द चेन्ज यु विश टु सी इन द फ्युचर। यस अफ कोर्स, अर्थात् परिवर्तनको लागि स्वयं आफू परिवर्तन हुनुपर्छ। जनता, अब तिमी आफ्नो घर सफा नगरी अरूलाई सरसफाई नसिकाउनु। नागरिक नेतृत्व र उत्तरदायित्व राष्ट्रको आदर्शिला हो भने सरकारको पारदर्शिता, सुशासन र विकासका गतिविधिहरू राष्ट्रको मेरुदण्ड हो। भ्रष्टाचार शून्य हुनुपर्छ है। भनाइ नै जो छ, जो सत्तालाई सेवा ठान्छौ नेता बन्छ, जो सत्तालाई सम्पत्ति ठान्छौ व्यापारी बन्छ। वाह! आदरणीय महानुभावहरू, विकास एउटा बोट हो जसलाई जनताले पानी र सरकारले गोडमेल गर्नै पर्दछ। एकले थुकी सुकी 100 थुकी नदी। न तिमीले मात्र गरेर हुन्छ, न मैले मात्र चाहेर। एक हातले ताली त बज्दैन महोदय, कहाँ सजिलो छ र सिङ्गो राष्ट्र निर्माण गर्न। त्यसैले आओ गाउँबाट उठौ, बस्तीबाट उठौ, हातमा हात मिलाएर, मनमा मन जोडेर हरेक क्षेत्रमा विकास र सुधारको ज्योति बाल्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्नतर्फ लागौ भन्दैमा मेरा भनाइहरू यही अन्त्य गर्दै र हजुरहरूको बहुमूल्य समयको कदर गर्दै यस उत्कृष्ट मञ्चबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। विकास छ अधिकार,
समृद्ध नेपाल, सुखी नेपाली, हाम्रो प्रयास हाम्रो तयारी।